ट्रेडिङ सुरु गर्नुभन्दा अगाडि तपाईँहरूलाई एउटा कुरा बुझ्नै पर्छ कुन टाइपको ट्रेडिङ गर्नुहुन्छ। ट्रेडिङ जम्मा 4 टाइपको हुन्छ। 4 टाइप भन्नाले फर्स्टमा हुन्छ तपाईँको एस्केलेट ट्रेडर, त्योमा सर्ट टाइम अनि सर्ट ट्रेड गर्नुपर्छ, त्यहाँ फास्ट डिसिजन हुन्छ। अनि त्योमा गर्दाखेरि तपाईँहरूलाई बढी टाइम पनि लाग्दैन अनि छिट्टै सोच्नुपर्छ, छिट्टै तपाईँको प्रफिट या लस पनि हुनसक्छ। त्योमा तपाईँहरूलाई चार्ट हेरेर सर्ट टाइम सर्ट डिसिजन लिनुपर्छ। अनि त्यसपछि भयो इन्ट्रा ट्रेडर। इन्ट्रा ट्रेडरमा के हो कि तपाईँलाई दिनभर पहिला चार्ट हेर्नुपर्छ अनि पर्फेक्ट टाइम हेर्नुपर्छ, कुन टाइममा प्रफिट हो अनि त्यो टाइममा सेल गरिदिनुपर्छ। त्योमा अलिअलि टेन्सन पनि हुन्छ किनकि तपाईँलाई दिनभर नै चार्ट हेरेर बस्नुपर्छ। त्यसपछि थर्डमा आयो हामीलाई स्विङ ट्रेडर। स्विङ ट्रेडर भन्नाले तपाईँले 2 देखि 5 दिन या 10 दिनसम्म त्यसलाई होल्ड गर्नुपर्छ, त्यसमा काम गर्नुपर्छ, त्यसमा ट्रेड हेर्नुपर्छ, चार्ट हेर्नुपर्छ अनि सबथोक हेरेर त्यो कुन बेला हुन्छ त्यो बेला राम्रोसँग हेरेर चार्ट त्यसमा सेल गर्नुपर्छ। लास्टमा आयो पोजिसन ट्रेडर। पोजिसन ट्रेडर भन्नाले के बुझिन्छ, तपाईँलाई महिनौसम्म होल्ड गर्नुपर्छ कि अनि त्योमा काम गर्नुपर्छ दिन ठिकै अनि त्यसपछि तपाईँलाई त्योमा स्ट्रेस पनि कम हुन्छ, लङ टर्म प्लानिङ पनि गर्नुपर्छ, त्योमा छिट्टै गरेर त्योमा केही हुँदैन। अनि यो जो एक्सपिरियन्स हो नि ट्रेडिङमा जोहरूले मात्रै गर्छ क्या। अब जो बिगिनर हो, जो सुरुमा स्टार्ट गरेको त्योहरूले 2टा ट्रेडिङ मात्रै गर्छ। 2टा ट्रेडिङ भन्नाले एउटा स्केलेबल ट्रेडिङ, एउटा इन्ट्रा ट्रेडिङ। स्केलेबल ट्रेडिङमा के हो कि सर्ट टाइम सर्ट डिसिजन सर्ट प्रफिट अनि त्योमा आएर कुरा सिद्धियो। अनि इन्ट्रामा पनि त्यही हो, अलि दिन 2-4 दिन हेर्ने, चार्ट हेरेर अनि सेल गरिदिनु अनि पैसा आउँछ। त्यही हो ट्रेडिङमा। तपाईँहरूले अब कुन ट्रेडिङ गर्नुहुन्छ हेरेर राम्रोसँग बुझेर ट्रेडिङ गर्नु। ट्रेडिङ यत्तिको इजी छैन। सबभन्दा पहिला तपाईँलाई चार्ट हेर्नुपर्छ, चार्टको बारेमा नलेज लिनुपर्छ अनि ट्रेडिङमा छिर्नु क्या। त्यतिकै छिर्दाखेरि गाह्रो हुन्छ। ट्रेडिङ भन्नाले बायर सेलर हो तर त्योमा धेरै कुराहरू छ। मेन त चार्ट हो, चार्ट कसरी बुझ्ने, कसरी त्यो गर्ने त्योहरूको बारेमा राम्रोसँग नलेज लिएर नै ट्रेडिङमा छिर्नु हो।